हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल एन्ड स्वागत छ तपाईँहरूलाई मेरो नयाँ भिडियोमा। म एकदम ठिकठाक छु, तपाईँहरूलाई नि सन्चै छ होला। आज म गइरहेको छु यता बारीतिर आइरहेको छु। यता पछाडि देख्न सक्नुहुन्छ बारीमा चाहिँ अब आज काम गर्नुपर्ने चाहिँ हुन्छ। यता मास छरेको र मास चाहिँ यसपालि पानी धेरै परेर मास फले छैन। साना साना खोसा छन्, त्यो पनि कालो लागेर कुहिसक्यो, फले छैन। यस्तो छ र मौसम एकदम चिसो मौसम छ, जाडो छ। जस्ट अहिले चाहिँ कात्तिक पनि चल्दैछ र गर्मी सकिएर जाडो महिना एकदम लागिसक्यो। बारीमा यस्तो छ, झुसे फुली छ, जाडो छ, एकदम शीत लागिरहेछ, एकदम शीत छ यो झुसेमा। यो झुसेमा चाहिँ अब यो भर्खर फुली छ, यसमा चाहिँ अब कहिले गेडा लाग्छ। यहाँबाट तेल आउँछ सबै। यता कोदो लडी छ, तिलको हालत खराब छ। जाडो हिँड्दाखेरि एकदम शीत लाग्छ, बाटोमा झारै झार्छ, शीत लाग्ने। बिहान बिहान यस्तो झाडीमा हिँड्न नि हुँदैन, पुरै लुगा भिज्छ। ल मास यहाँ छ, हाम्रो चाहिँ यहाँ छ मास चाहिँ सबै यो बिग्रेर यो पात मात्र छ, कोसा चाहिँ अलिअलि चाहिँ लागेर छ। तर एउटै बोटमा कुनै पाकी छ, कुनै हरियो छ, के भएको हो यस्तो। ल यहाँ यो चाहिँ अब हरियो छ यतापट्टि चाहिँ एउटै बोटमा, यता चाहिँ फेरि पाकी चाहिँ यो कुनै चाहिँ पाके हो कि यो कुहिएको हो। अब बोट हरियो छ, सुके छैन, सबै यस्तै छ। अनि त्यो भएर चाहिँ के भयो भन्ने कुरै पत्ता लगाउनु सकेको छैन। तर जानलाई रेडी हुँदै अब भद्रगोल छ यता लुगा जानु पऱ्यो। हेलमेट यहाँ छ, हेलमेट बोकेर ल यो हेलमेट लिएर जानु पऱ्यो। बजार जानु पऱ्यो यसो अब घुमफिर गर्नलाई। दिउँसो घाम छ, अल्छी लागेर अब हिँड्नु पऱ्यो। यहाँ पैसा चाहियो 5000 बजार जान। म अहिले बाउनेपाटी आइरहेको छु। बाउनेपाटीमा चाहिँ यहाँ बाइक बनाउनु पऱ्यो, ग्यारेजमा आइछु। यहाँ हाम्रो बाउनेपाटी बजार भयो र यतापट्टि मेलम्ची जाने बाटो भयो। यहाँ तलतिर अब खोलामा जानु पर्यो। यहाँको खोला बन्दैछ, खोलामा पुल। यो पुल चाहिँ अब यो त नयाँ पुल बन्दै हो यतापट्टिको। पुल चाहिँ देखिएन कि यताबाट, यहाँले देखिएन। अब खोलातिर जानु पर्यो, यहाँबाट पुल देखिन्छ। ल यो पुल चाहिँ हाम्रो बन्दैछ अहिले। यो पारीबाट चाहिँ यो बाटो यता आउँछ, अनि यहाँबाट यो पुल हुँदै यता मेलम्चीपट्टिबाट हुँदै चाहिँ काठमाडौँ जोड्ने पुल हो यो। र यो बाटो बन्न लागेको चाहिँ धेरै वर्ष भइसक्यो, अझै बन्दै छ। अब बाटो बनिसके पछाडि चाहिँ काठमाडौँ जानलाई चाहिँ यो वैकल्पिक विकल्प हो। यो मध्य पहाडी लोकमार्ग भन्छ यसलाई। हाम्रो मध्य पहाडी लोकमार्गबाट यहाँबाट पुल हुँदै यो पुल तरेर पारी जान्छ र पारीबाट चाहिँ यताबाट काठमाडौँ पुग्ने हो, काठमाडौँ जोड्छ। र मैले यतै आइरहेको छु अहिले। र खोलाको छेउछाउमा यहाँ पुरै बस्ती छ, घरसर छ, बाउनेपाटी हो यो। यहाँनिर ल यस्तो छ। यहाँबाट यो बाटो खोलामा पुग्छ पुग्दैन थाहा भएन। खोलामा पुग्यो भने चाहिँ अब त्यहाँ जाने एकछिन बस्नु पऱ्यो। यहाँ चाहिँ घरकै घर रहेछ, पुरै घरै घर छ। यता तल खोला छ, यो डिलभन्दा तल। बाढी आयो भने ठुलो त बगाउँछ होला यो। यस्तो छ। ल यहाँ हाँस, पुरै हाँस निँदै राखिन्छ। तल जाने बाटो छैन कि के हो, यहाँ त बाटो त छैन जस्तो लाग्छ मलाई। तल जाने बाटो हुनुपर्ने हो यहाँबाट। यहाँ छ डिल, यहीँ छ खोला, यो इन्द्रावती खोला भयो। पारी यस्तो दामी छ। अहिले चाहिँ मनसुन भर्खर सक्यो भएर हरियाली बाँकी नै छ अझै। अब त्यही हो। र यतापट्टि यो ठाउँ चाहिँ अब राम्रै हो भने चाहिँ पहिला यहाँ तल जाने बाटो थियो, अहिले बाटै छैन त। कताबाट छ बाटो? यो तेर्सेको भने कहाँ पुगिन्छ त फेरि? खोला पुगिन्छ पुगिँदैन थाहा छैन। खोलामा जानु पऱ्यो एकछिन, चिसो पानीमा बस्नु पऱ्यो भनेर आँटेको। त्यही त अब बाटै छैन त। यहाँबाट यो त के हो तपाईँहरू? यो ल यो ठाउँ त होइन, यो त मुद्रा ठाउँ छ भन्दाखेरि
यहाँबाट जानु पर्यो, हेर कहाँ पुगिन्छ। गाइज म चाहिँ फाइनल्ली खोलामा आइसकेको छु। खोलामा आउनलाई चाहिँ बाटो एकदम उता घुम्ने बाटो रहेछ, अलिकति समय लाग्यो। म चाहिँ अब खोलामा आइसकेको छु। म धेरै पछि खोलामा आएको छैन। यो पुरै हाम्रो खोला यो बगर भयो, यता चाहिँ पुरै पानी सुकिया छ। अनि यहाँबाट हाम्रो खोला छ। यो खोला चाहिँ अब बग्दै बग्दै अब खोला बग्दै बग्दै तलतिर जान्छ, मासतिर त आउँदैन। एकदम दामी छ, पौडी खेल्नलाई एकदम हुने सङ्लो पानी दामी छ। तर म अब एक्लै छु, पौडी खेल्नले अब अहिले चेन्ज पनि ल्याएन कि कपडाहरू। र दामी रमाइलो छ। यहाँ बाटो माथि चाहिँ बाटो खन्दैछ। यो बाटो धमाधम बन्दैछ यस्तो पहाडमा। यो ल बाटो खन्दैछ बस्दै डोजरले बाटो खन्दैछ। यस्तो भिड छ यहाँ। यो पर पुरै चाहिँ अब खनेर चाहिँ बाटो बनाउँदैछ। यहाँबाट बाटो खन्दै खन्दै गएर वहाँ माथि पुल छ। यो पुलमा जान्छ। अनि यो पुलबाट काठमाडौँ निस्किन्छ। यस्तो छ ठाउँ। यो पहिरो गइरहेको छ। यो बाटो बनायो नि अर्को वर्ष पहिरो जान्छ फेरि। यहीँ खोला छ, यहाँ बाटो छ, माथितिर पहिरो छ। यो बाटो चाहिँ खोइ अब बिग्रिरहेको छ, पहिरो आइरहेको छ बाटो चाहिँ। ल यो खोला दामी मजा आउँछ ल पौडी खेल्नलाई। ल पानी बगेको छ। यस्तो दामी चिसो पानी छ। सर पानी बगेर क्या रमाइलो हुन्छ ल। यस्तो दामी छ ल। यहाँ पौडी खेल्न पायो भने त मजा आउँछ। यहाँनिर यस्तो उठिरहेछ, यो छाल उठिरहेछ। यहाँ ट्याक्क हाम फालेर बग्दै गयो भनेदेखि यहाँनिर चाहिँ पार लाग्नुपर्छ। किनकि त्यतापट्टि गएपछि ढुङ्गा छ, गहिरो भने यहीँ अलिकति गहिरो होला सायद हेर्दाखेरि। त्यहाँबाट त्यो छालबाट पस्यो भनेदेखि यहाँ बग्दै जाने, यहाँ निस्किनुपर्छ। किनकि पारी गयो भनेदेखि पारी गयो नि केही हुँदैन। पारी गयो भने त्यहाँ निस्केर फेरि वहाँ पारीबाट हाम फाल्नुपर्छ ढुङ्गाको ठाउँबाट। यस्तो छ। पहिला पौडी खेलिन्थ्यो बच्चा हुँदा, अहिले पौडी खेलिँदैन। पौडी खेल्ने टाइम पनि छैन। साथी अब एक्लै हुन्छ। साथीहरू हुँदाखेरि मजा आउने पौडी खेल्नलाई, एक्लै त के मजा आउँछ र। घाम लागिरहेछ कि पौडी खेल्नु पर्ने समय छ। घाम पनि लागिरहेछ, गर्मी नि हल्का फिल भइरहेको छ। टक्क यस्तो दामी पानी छ, सङ्लो छ। अस्ति त धमिलो पानी आउँदा बाढी भएर अहिले त सङ्लो पानी आएको छ। पौडी खेल्न पनि दामी मजा आउने खालको ठाउँ छ अहिले चाहिँ। तर यहाँ वरिपरि कोही छैन पौडी खेल्ने पनि। किनकि अहिले पहिला जस्तो अब पौडी खेल्ने बस्ने होइन साथीभाइ घुम्ने अहिले चलन हराइसकेको छैन कोही पनि खासै। नत्र पहिला खोलामा कम्ती मान्छे देख्दैन थियो। बच्चा केटाकेटीहरू टन्नै हुन्थ्यो। अहिले पुरै खाली छ, बगर तलैसम्म खाली छ। यहाँ मात्र होइन, जता पनि खाली नै छ। ल यो ढुङ्गो यत्रो ढुङ्गो यहाँ ल्याएर राखेको चाहिँ ल है, ठुलो ढुङ्गो छ। ल यो ढुङ्गो चाहिँ कहाँबाट चाहिँ बग्दै आएको होला त। यहाँ अड्केछ। भोलि पर्सि ठुलो खोला भएपछि यहाँ ढुङ्गामा खोला ठोकिँदाखेरि केही गरी मान्छे पऱ्यो भनेदेखि ठ्याक्कै ढुङ्गामा चाहिँ ट्याक्कै मान्छे टाउको फुट्छ। यस्तो छ। यहाँ पहिरो गएर सब बाल्ल खसाली छ। यो चाहिँ अब यो अहिले यसरी माटो थुप्रिरहेको छ सबैतिर। अनि भोलि पर्सि बर्खामा बाढी आउँछ। बाढी यो माटो जम्मै खसालेर अनि बाढी आउनु पानी धमिलो हुनुको कारण यस्तै हो कि। जता नि बाटो खनेको छ, के गरेछ त्यही त हो नि। दामी हुन्छ अनि त्यसपछि। म अहिले यहाँ पुल नजिक आइसकेँ। पुल यहीँ नजिकै छ। पानी हेरौँ है त कति चिसो छ। पानी चाहिँ छेउमा छु। ओहो चिसो पानी छ। यतिको पानीमा ट्याक्क लाएर झ्याममा पौडी खेल्न पाएदेखि यहाँ त दामी रहेछ पौडी ठाउँ चाहिँ। यहाँदेखिबाट यति चाहिँ टक्क जमेको जस्तो पानी क्या। टक्क छाल केही छैन। छाल छैन भनेपछि यो कुरो बुझ्नुपर्छ कि खोला गहिरो छ। किनकि यहाँ छैन, सम्म बगिरहेछ। यहाँ पौडी खेल्न गहिरो पनि छ, ठोकिँदैन पनि, सेफ हुन्छ खेल्नलाई यदि पौडी खेल्न आउँछ भने। बाँकी त फेरि नत्र खोलाको पुलै नबुझिकन हाम फाल्नु हुँदैन। अब यहाँनिरबाट यो ढुङ्गा भएको ठाउँबाट फरालो भनेदेखि यहाँनिर सेफ छ पौडी खेल्नलाई। यहाँबाट खेल्दै आयो, यो ठुटा हान्दा तल निस्किन सकिन्छ। ओ त्यो तल सेतो देखिन्छ। यस्तो माथि पस्नु हुँदैन, चाहिँ ढुङ्गा हुन्छ। ढुङ्गा नभएको ठाउँ हेरेर एकदम गहिरो पनि हेर्नुपर्छ, धेरै गहिरो पनि छिर्नु हुँदैन। यहाँ बसेको छु म। वरिपरि काँस छ, काँसको खर छ। अगाडिपट्टि खोला सल बगिरहेछ। यो काँस
यो काँस चाहिँ अहिले फुलेर झरिसक्यो सबै यस्तो यस्तो भइसक्यो त्यो काँस फुल्या भए दामी सेतो आउँथ्यो सेतो यो फुल फुल्थ्यो वरिपरि आनन्द चाहिँ ढुङ्गा रहेछ यहाँ ढुङ्गामा ट्याक्क बस्ने बसेर यो खोला सुसाइरहेको सुनेर बस्ने हो यहाँ पारी जाउँ भनेको जाने बाटै थाहा भएन यो पारी यो बाटोमा यहाँ गइरहेछ नि यो पुल तरेर जाने हो अब यहाँबाट यतापट्टिबाट बाटै छैन अब यता खोलातिरबाट जाने बाटो पनि छैन अब यो त जाने चान्सै भएन अब यहाँ जाने चाहिँ कसरी भन्ने कुरा हुन्छ सायद यतापट्टि चाहिँ बाटो छ भने चाहिँ तर बनाउँदैछ क्या गाडीले